स्वागत छ। आज पनि हामीले शनिबारको दिनमा हाइकिङ लिएर आइसकेका छौँ। हेर्न सक्नुहुन्छ आज हाम्रो यात्रा भनेको विजयपुरको पेट्रोल पम्पबाट जाँदैछ। ल अहिले फेरि यात्रामा भेटौँला त्यो साथीहरूलाई। ल आज भने हाम्रो पनि ठ्याक्कै डेस्टिनेसन कहाँ हो भनेर चाहिँ पार्टी भएको छैन। हामी चाहिँ अब त्यहाँबाट अगाडि बढिसकेका छौँ। बिच बाटोमा ठ्याक्क बाँदरजी भेटिनु भयो। ब्रो कता हो जाने हो माथितिर? उहाँलाई पनि आग्रह गऱ्यो तर उहाँले भन्नुभयो हजुरहरू जानुहोस्, म आज चाहिँ एकदम थकित छु, पानी पर्ला जस्तो छ, झ्याउ पनि हुनसक्छ भनेर आज उहाँले हामीलाई अगाडि पठाइदिनु भयो। गन्तव्यको केही अगाडि पुग्दा कुकुर पनि ट्याक्क आइपुग्नु भयो। उहाँलाई पनि आग्रह गऱ्यो, उहाँ मान्नु भएन तर हाम्रो गन्तव्यतिर हामी फेरि लागिरह्यो। तिर्खाले व्याकुल भइसकेपछि बाटोको साइडमा रहेको धारामा हामी पानी पिई आफ्नो तिर्खा मेटायौँ। साथीहरू पनि कर्मशरी रूपमा पानी पिउनु भएर हामी त्यहाँ पानी पिइसकेपछि आफ्नो गन्तव्यतिर फेरि अगाडि बढिरहेँ। यति बेला भने हामी चाहिँ सिलिङ्गे भन्ने ठाउँमा पुगिसकेका छौँ। त्यहाँ पुग्दा चाहिँ वरिपरि त्यहाँको ठाउँहरू चाहिँ व्यवस्थित नै थियो र वरिपरि हेर्दा रमाइलो नै थियो, हरियालीले ढकमक्क थियो। त्यहाँका ठाउँहरू पनि एकदम व्यवस्थितहरू थियो। र केही बेरको हिँडाइपछि हामी टाइगर टप पुगिसकेका छौँ। त्यहाँ पुग्दा चाहिँ लाग्यो कि पहिला जाँदाखेरि बाटोहरू अफरोडहरू पिच अव्यवस्थित थियो भने अहिले त्यहाँ पुग्दाखेरि चाहिँ बाटो जोस व्यवस्थित बनाइरहिसकेको रहेछ। यति बेला भने हामी टाइगर टपमै पुगिसकेका छौँ। यो एकदम हरियाली दृश्य चाहिँ टाइगर टपको रहेको छ है, सरर देखाइरहेको छु। अब हजुरहरू पहिला पनि गइसक्नु भएको होला। र बिच बाटोमा हामीलाई पनि तिर्खा लागेर हामी त्यहाँ तल भएको एउटा इनारमा पानी पिउनको लागि भनेर साथी झरिसकेका छौँ। कलकल बगिरहेको फ्रेस र ताजा पानी पिउँदा एकदमै रिफ्रेस फिल बनाइदियो यार राइट त। र टाइगर टपबाट हामी चाहिँ थोरै अगाडि बढ्यौँ। अगाडि बढ्ने क्रममा हामी दो बाटो भन्ने ठाउँमा पुगेका छौँ। यो दो बाटो हुँदै हामी चाहिँ अब खास्टे तालतिर प्रस्थान गरिरहेका छौँ है। बिच बाटोमा यो राम्रो राम्रो दृश्यहरू पनि देख्न पाइयो। केही बेरको हिँडाइपछि थोरै अगाडिबाट चाहिँ पोखराको एयरपोर्ट साइडको एरिया चाहिँ पुरै देखेको रहेछ है। त्यहाँबाट चाहिँ यो दृश्य चाहिँ एकदमै रमाइलो र मन लोभाउने खाले थियो। साथीहरू पनि यो मनोरम दृश्य देखेर ओहो क्या गजबको भन्दै रमाइलो मान्दै हिँडिरहेका छन्। उनीहरूलाई पनि जस मजा आइरहेको छ है भन्ने चाहिँ मलाई लागिरहेको छ। अनि थोरै तल गइसकेपछि हामी चाहिँ अर्को ठाउँ पुग्नुपर्ने ठाउँ चाहिँ खास्टे ताल चाहिँ देखिँदो रहेछ होइन। त्यो चाहिँ खास्टे ताल हो। र यो बारल डाँडा भन्ने ठाउँबाट चाहिँ 3 लेक भ्यू पोइन्ट भनेर 3वटा ताल देखिँदो रहेछ। यो चाहिँ गुथे ताल हो कि समथिङ के ताल भन्थ्यो, नाम चाहिँ ठ्याक्कै बिर्सिसक्यो। अनि अर्को साइडबाट चाहिँ अहिले देखेको खास्टे ताल र बेगनास ताल पनि देखिने रहेछ। हामी चाहिँ जङ्गलको बाटो हुँदै खास्टे तालतिर लागिरहेका छौँ। सिमसिममा पानी पनि परिरहेको थियो, जस मजा आइरहेको थियो सिमसिममा पानीले गर्दाखेरि। र हामी चाहिँ अन्तिम खास्टे तालनिर पुगिसकेका छौँ होइन। पुग्न लागिसक्यो केही बेरको समयपछि। र अन्तिममा हामी चाहिँ खास्टे ताल आइपुग्यौँ। जस त्यहाँ आउँदाखेरि चाहिँ रमाइलो थियो। कमलका फुलहरू चाहिँ मजाले फुलिरहेका थिए। ताल चाहिँ जस अलि व्यवस्थित गर्नुपर्ने रहेछ। र अन्तिममा हामी चाहिँ चिया चर्च गर्दै र आजको ब्लग चाहिँ यहीँ इन गरिरहेका छौँ है त।